यहाँ चाहिँ गाई रहेछ गाइस। हामी चाहिँ आज शहीद स्मारकमा आएको छ। ओहो गाईले चाहिँ यहाँ दुध खाइरहेछ है। कत्रो बनाएको छ त। गाईको बच्चाले यहाँ दुध खाइरहेछ। यस्तो दामी बनाएको छ ल। आमा शहीद स्मारकमा अहिले चाहिँ पहिलाभन्दा राम्रो बनाएको छ क्या। यता पुरै थापे रहेछ अहिले। त्यहाँ त पारा हिमाल छ, हिमालको मूर्ति। यता चाहिँ गाई हो, बच्चालाई दुध चुसाइरहेछ यहाँ चाहिँ। यस्तो दामी छ यहाँ। दुबो भित्र पास्न चाहिँ नदिने रहेछ। ए दुबोको माथि माथि नहिँड्ने रे, एलाउड छैन गाइस। यस्तो दामी बनाउँछ अनि कहाँ हिँड्न दिन्छ त। शहीद स्मारकमा अहिले त एकदम धेरै परिवर्तन गरे रहेछ। पुरै ठाउँ ठाउँमा सुरक्षाकर्मी राखेछ सबै। आज धेरै मान्छेहरू छ पुरा। दामी छ त फुल त यहाँ। आमा ए यस्तो छ। पहिलाभन्दा दामी बनाएको छ है अहिले त है। मान्छेहरू त कति छ आज त यार। यस्तो मान्छेहरू छ। यस्तो दामी छ गाइस। यहाँ भित्र यस्तो छ दामी। यहाँ चाहिँ उता परबाट आएको हामी चाहिँ होइन। उता चाहिँ अगाडि चाहिँ गेट छ। यता बिचमा आइसक्यो ल। के भन्छ यसको न याति रहेछ। कत्रो ठुलो याति हो त यो है। मान्छेहरू हेर न, मान्छेहरू आज त लास्ट मान्छे छ त। But it's too late now. I remember you and me, and how careless we could be. All day and all night, we'd stay up. It felt so right. We were so young, we were so dumb. कति धेरैजना मान्छे आएको आज त गाइस। हेर न लास्टै छ है। ओहो यता यहाँ चाहिँ कत्रो ठुलो मयूरको मूर्ति बनाएको छ गाइस। Think with our hearts, stare at the stars. We were never apart. Drinking too young, way too much fun. Out in the sun, hoping when it's gone. Took you. ओहो यहाँ चाहिँ पुरा पानीको छल फलिरहेछ। एकदम दामी वाटरफल हो क्या यो। वाटरफल खतरा फलिरहेछ त्यसलाई। दामी छ त है नेपालको झन्डा। It's too late now. I remember everything and how careless we could be. खतरा बटरफ्लाई बनाएको छ हेर। आमा दामी लाग्यो हो यो त। सही बनाएको छ है। ओ माय गॉड। And how careless we could be. And how careless we could be.
nights, long fights, it felt right, we were alive. We would go out, we were so loud, we were so proud, we had no doubts. Weekends and weekdays, we'd spend our own way. We were careless, we were fearless, we were reckless, time was precious. We loved to waste time, whiskey and wine, drinking all night, asleep by your side. Finally alive, we would just drive, never arrive. Our journey was life, staying out late, testing our fate, running away. We live for today, young and so bold, never get old. Screw what we're told, we can't be controlled. मान्छेहरू त कति हो यता पिकनिक स्पट छ गाइस सब यता पिकनिक स्पट छ कति मिठो मिठो खानेकुरा बनाएर खान्छ हामीलाई भोक लागिसक्यो यार खतरा बनाएको छ त पिकनिक स्पट त पुरै कति आछ यार पिकनिक खान पनि मान्छेहरू त बाब है ल यहाँ शहीद स्मारकमा यो यहाँ देखाएको छ पोस्टरमा सब यो चिजहरू सबै पाइन्छ है यहाँ खेल्नलाई ल ओसिनाले के के छ खतरा छ त मान्छेहरू त आज त यो टिकट काउन्टर यहीँ रहेछ त ए यहाँ माथिबाट जानु रहेछ नि त त्यहाँबाट उता कता पुग्ने हो खै एकदम मान्छेहरू घुइन्छ त कति हो अब हामी यहाँ खेल्न पर्यो जस्तो छ गाइस अब स्केचिङको लागि जान्ला सोल्टी आफैले यो लाने हो कि आफै जान्छ क्यामेरा त यता तलबाट भिडियो जान्छ त्यस्तो त भयो भने त खतम भयो म चाहिँ हेर्नेलाई है nước vào nhé mорne हो बहाले हो ना दाइ Wait. Đây, quay ra kìa lên.
भिडियो दुकान के दुखे भ्या भिडियो हाँ And now I'm ready, I'm a man, I promise that I'm gonna make it somewhere. As long as I'm conscious, I'll be working hard to get there. I am not a novice, I'm gonna be the best, so prepare. Cause you know I'm honest and I'm coming for you, be scared. No, can't keep me down. Lost my thoughts, feel like I could drown. No, no, can't have it now. Buried so deep, I'm below the ground. I go where I hear the sound, all on my own. I can feel ए मान्छेहरू हेर न सायद स्मारक हेर्नलाई कस्तो मान्छे आएको यार आमामा पुरै मान्छेहरू त खतरा आएको छ त यार हट तेरी the mirror nearly breaks itself. I'm screaming out cause I need help. And you're the one that let me down. I'm looking at myself right now. The mirror nearly breaks itself. I'm screaming out cause I need help. I try to forget, you held me back soon.